यो चाहिँ इस्कुसको बोट अर्ग्यानिक तरकारी विषादी रहित। यो चाहिँ फर्सीको मुन्टा बिहान बिहान अहिले पानी पर्ने सिजनमा फर्सी रोपेका छौँ। फर्सी हेर्नुहोस् यहाँ मजाले सप्रिया छ। अब यसरी घरमै लगाइन्छ खाइन्छ। यहाँ फर्सी यतिकै नेपाललाई कृषिमूलक देशै भनेको होइन रहेछ। यसरी घरमा यसरी खान पाइँदो रहेछ गऱ्यो भने त। अर्को पनि फर्सी भन्दा भन्दै धन्नै आज मेरो सातो तर्सी। यता गए यता पनि फर्सी, यता पनि फर्सी, फर्सी नै फर्सी। कति खाने फर्सी वाक्क दिक्क भइसक्यो म त यी। तर फल्न चाहिँ फल्या छैन, भर्खर हुर्किँदैछ। अब चाहिँ फर्सी होइन गाइस, पर भुटेर खानु पनि रहेछ यसलाई चाहिँ। त्यसपछि मात्रै मिठो हुने भएर यसको नाम चाहिँ परवर राखेको रहेछ है। यही परवर जाँदैछ है माथि। यो चाहिँ पर रातोसम्म भुटेर खानुपर्ने भएर यसको नाम चाहिँ परवर राखेको रहेछ। यो चाहिँ परवर। ल तपाईँहरूले यो चाहिँ के भन्ठानु भयो होला नि त। अब यो चाहिँ सुन्दै नसुन्ने मान्छेलाई लसुन जति बोले पनि नसुन्ने मान्छेलाई लु यो चाहिँ लसुन है, लसुन के रे ल है गाइज। यो चाहिँ लसुन भनिहाल्यो अघि, लसुन भनिरहेछ। यो चाहिँ प्याज रहेछ, प्याज। यो चाहिँ जति रोपे पनि यसले चाहिँ हामीलाई रुवाउँदो रहेछ। कसरी भनेर यसलाई काट्नु नहुने रहेछ के अरे, जसले गाडी त्यसको आँखाबाट आसाउनु पर्ने, हाम्रो आँखाबाट आसाउँछ। अब के भयो यो चाहिँ प्याज झ्वाइ स्याज जेमा पनि मिस्ने कि यो। घरभरि प्याज खाँदा वाक्क दिएको भइसक्यो म त। यो चाहिँ प्याजको बोट। अघि तपाईँहरूलाई अगाडिबाट मात्रै देखाएँ, अब चाहिँ साइडबाट देखाउँछु। प्याज केही छैन, मलसल केही छैन, रोप्यो फल्याएको छ, खान पाएको। यो चाहिँ प्याज मजाले हुर्किँदैछ। हामी यहाँ बिहान जेमा पनि प्याज मिसाउँदै खाँदैछौँ हामी चाहिँ। यो चाहिँ प्याज ओनियन तपाईँहरूले देख्नु भइहाल्यो। लौका, फर्सी, परवर। यो फर्सी चाहिँ के अरे जहिले पनि वाक्कतिर खाँदै पर्सी खाउँला भन्दा यसको राजा फर्सी भएको रहेछ। अनि त्यो छेउमा छ नि त्यो लामो टुप्पो गएर त्यसको नाम चाहिँ परवर रहेछ। त्यसले चाहिँ पर रातोसम्म हुने गरेर भुटेर खानुपर्ने भएर त्यसमा चाहिँ परवर राखेको रहेछ है। अब चाहिँ मकै खाउँ है, मकै। लु यो चाहिँ झिँगाने रे, झिँगाने। अब झिँगाने भएर ल, अब झिँगा जस्तै छ, यो सानै छ, पछि ठुलो हुन्छ। यो झिँगाने सेम झिँगा चाहिँ छ है, सानो। लु यो चाहिँ मकै। यो चाहिँ पोलेर खायो पनि भयो, यसलाई सुकाएर उसिनेर खायो पनि भयो, त्यसरी खायो पनि भयो। यो चाहिँ मकै। यसको चाहिँ ढेँडो चाहिँ दामी हुन्छ है। फर्सीको मुन्टासँग स्वर्ग पुग्छ यो खायो भने। यो चाहिँ सानो, यो चाहिँ पनाती है। अब नाति देखाउँछु तपाईँहरूलाई। लु यो चाहिँ नाति, पनातीको नाति। मान्छेले भन्छ नि एउटा बोटमा 4-5वटा घोगा फलाएर देखाउँछु भनेर। कसरी फलाउँदो रहेछ यहाँ हेर्दै। यहाँ एउटा, यो एउटा। हाम्रोमा चाहिँ 4 अनि 2टा फलाएको छ, 2टा।
अब यही दुईटालाई कपिराइट गरेर मान्छेले चाड देखाएको होला हाम्रो चाहिँ यहाँ दुईटा फल्या चाहिँ यो चाहिँ आमा यो चाहिँ सरलप्प लाएर दुई घरको मकै फल्या छ यो पनि मकै मकै खाउँ ढेँडो खाउँ दिमा त्यसैले बनाऊ भातेर नखाउँ है 1500 बोराको चामल खानुभन्दा बरु यसरी आफूले जग्गा खाली राखेर यसरी खेती गरेर मकै रोपौँ बरु मकै भटमास खाउँ बरु त्यो चामल खान नपाए मकै भटमास खाउँ आफ्नै जमिनमा कृषि गरौँ र यति भन्दै तपाईँले देख्नु भइहाल्यो हाम्रो आजको बारीमा लगाएको योहरू त्यो के हो भनेको फर्सीको मन हो भाइको लुगा र उठ्दै थियो भित्र ल्याएर ओइ सकिन के भयो माटो नखेलै ओइ भुन्टी तिमीहरू यहाँ खेलेको देखा ल म यहाँ ल ल पख्न पख्न नहाल्नु यो निकाल्नु ल के अरे म ल के अरे म यहाँ गरेपछि ल पख त्यहाँ खेल ल यो गेमको नाम के हो कति खेल्दैछ यहाँ बुढारी हाम्रो मेरो अङ्कलका जे बहिनी र यो चाहिँ मेरो फुपूको छोरी यहाँ खेल्दैछ आफ्नो पालापन हेलो हेलो ल दुईजना कुद्दैछन् ल पछि अगाडि हुँदैछ है त ल समाते ल आयो ल आउँछ ल आउँदैछ ल आउँदैछ ऊ चाहिँ सेकेन्ड र ऊ चाहिँ फर्स्ट खै ल फर्स्टको नाम के हो यता भन न म त अनि सेकेन्डको नाम आयुष्मा बल ऊ चाहिँ स्याङचान बल यो फुलको नाम के हो अरे के हो यो फुलको नाम यसको नाम कागज फुल है हेर्नुहोस् ल उ हेरेर हेर्नु यसको बोट चाहिँ यो हेर्नु अनि यो असलको बोट यसले चाहिँ हामीलाई अक्सिजन दिन्छ घामबाट पनि बचाउँछ यसले यो रुख यहाँ घर छ यहाँ घामले घाम देख्छ हेर्नु यहाँ हाम्रो रुख छ यहाँ हाम्रो फुलको यो कागज फुलको बोट हो यहाँ चाहिँ हेर्नु यहाँ ठुलो फलिरहेको हो उतातिर यहाँतिर फलिरहेको यहाँ हेर्नु त यहाँ पनि हो ल यो चाहिँ हाम्रो है त यो चाहिँ हाम्रो मेरो केरा बोट नाम के हो ल तपाईँको नाम के हो मेरो नाम प्रतिष्ठा शङ्कर हो तपाईँ कति वर्ष हुनुभयो म 11 ल फुलको नाम के हो मलाई मन पर्ने चाहिँ यो ऊ चाहिँ उसको दिदी बहिनी जेठी र ऊ चाहिँ उसको कान्छी बहिनी ल ऊ यहाँ हाम्रो भाइ यहाँ हाम्रो भाइ ल बस्नु ल हाम्रो 3 जना भाइ बहिनीहरू म चाहिँ जेठो ल मेरो 4 वटा एउटा भाइ एउटा जेठी दिदी प्रतिष्ठा स्याङतान एउटा कान्छी प्रनिष्ठा स्याङतान अनि एउटा ऊ यो चाहिँ फुपूको छोरी आयुष्मा बल यो चाहिँ हाम्रो इन्डिया भाइ हेलो भाइ ल मुसुक हाँस्यो न त